सुत्तीमा भए त हामी सानो एउटा ब्लग बनाउने। बाबा भन् कति पुग्यो? 70 भनेको चाहिँ 70 पुग्यो है मेरो बाउ चाहिँ। हेर्नु है हाम्रो बाउलाई चाहिँ मजाले स्याहार गर्नु पर्यो। तपाईँहरूको पनि बाबा छ भने घरमा मजाले स्याहार गर्नु। मेरो त आमा छैन, मेरो त बाउै छ होइन। बाउलाई राम्रोसँगले हेर्नु पर्यो। आज चाहिँ मेरो टाइम छैन किनभने म अलिकति सब्जी बनाएर 12 बजीको लन्च बनाएर म चाहिँ जान्छु। बाबा बाई गरिदिनु। बाई लाइक गरिदिनु भन्, लाइक सेयर पनि गरिदिनु भन्। सेयर बाउलाई अलिक सिकाएको नि भोलिपछि याद हुन्छ नि बाउको। अब म चाहिँ सब्जी बनाएर भाँडासाँडा अलिक धोएर अनि त्यहाँबाट जान्छु। म तपाईँहरूलाई नर्सरीको फुल देख्नु पाइन्छ। तपाईँहरू हेर्नुहोस् है, म चाहिँ यता सब्जी काटेको छुइनँ, अलिकति भाँडा छ मेरो अलिकति त्यो धोएर जान्छु। अब को जाने बेग पनि रेडी भएछ। अब दिदी लिन जान्छन् हो, मार्केटमा जाने अरे खै के किन्छन् अब त्यो थाहा छैन। दिदी के भनिदिनु त एकपल्ट किन्नु जाने भेना आउनु भेना भनिदिनु त भेना भनिदिनु भनिदिनु न जाने बाई बाई। हामी चाहिँ अब सबैजना पिलपिलेमा चढिरहेछ। यो भाइकोमा चढिरहेछ बाटो हेरिहाल्नु होइन कस्तो छ बगान हो। परस बगान देखिँदैन है, यतापट्टि हेरिहाल्नु चाहिँ त्यहाँबाट यताबाट देखिन्छ बगान। बाटो यस्तो छ। यो चाहिँ के अरे मेनुका बगान र मेनुका बगान हो यो चाहिँ। हामी चाहिँ आइपुग्यो फालिसनको दोकानमा होइन। हेर्नु हाम्रो भेनाले सोध्छ अब दाम कति कति हो हेरिहाल्नु। आउँदैछ 2-3 जना होइन। छ कि छैन त्यस्तो दामी रहेछ। मान्छे नै छैन रहेछ। मान्छे छैन, दोकानै छैन। कहाँ हो मालिक आउँदैछ हेर्नुहुन्छ। दामी छ है। तपाईँहरू ल्याउन आउनु सक्नुहुन्छ कुम्री कट्टामा। हेर्नुहोस् कस्तो दामी छ। हेर्नुहोस् अझै कस्तो कलर कस्तो दामी रहेछ। हेर्नुहोस् कलर दामी छ। तपाईँहरू अगाडि हेर्नु सक्नुहुन्छ। अप्ठ्यारो भयो कि क्यामेरा घुराउनु लागि, यस्तो घुराइरहेछु मैले। के खान्छ अरे हेरिहाल्नु ममा कुन चाहिँ खानु। अलि यता लिएर आइज न, म ऊ देखाउने त कुन चाहिँ के खाने रहेछ पनि देखाओस् नजर आओस्। केकपट्टि हो केक चाहिँ त्यो खानेहरू परको केक खाने अरे। अभी नाक साफ सब बंद करने वाला है आदमी लोग क्योंकि ये रास्ता ठीक नहीं है। पूरा कचड़ा है इधर में। देखो कहाँ से जाएगा अभी हम लोग नामने का क्या डर लग रहा है। क्या हम लोग नामेगा पैदल जाएगा हम लोग। रोक भाई रोक, खतरा मोड़ में मत लेके आओ। ये देखो ना लसुन प्याजको पत्ताहरु। लसुन प्याजको पत्ता हेर्नु हाम्रो भेनाले के भन्छ त लसुन प्याजको पत्ता अरे होइन नि। ला हम लोग ये पहाड़ में चढ़ गया। पहाड़ में चढ़ गया गाड़ी। भाई रोको भाइ नामेगा हम लोग। हेर्नु सक्नुहुन्छ बाटो कस्तो छ होइन। कस्तो खतरा मोडमा आएको यो बाटो हेर्नु सक्नुहुन्छ तपाईँहरू। बाटो यो बाटोबाट आएको जाँदैछ हाम्रो दिदी भेना हिँडेर जाँदैछ। मलाई फोन पकाउनु चाहिँ अलिक अप्ठ्यारो हुने रहेछ कि, नहीं त म तपाईँहरूलाई मजाले देखाइदिने थियो। अन्त मामा यो के हो भन्नु त। यो फुल यता हेरेर भन्नु नि शान्तिपट्टि। फुल भन्नु। फुल हो चाहिन्छ भन्नु। हेर्नु सक्नुहुन्छ हामी भित्र पस्छु। अलिकति हात गल्यो कि स्ट्यान्ड छैन हो, जान्दिनँ हो, त्यही भएर अलिकति। हेर्नु पछाडि मेरोपट्टि कस्तो राम्रो देखिँदैछ। यहाँनिर हाम्रो भइसकेको छ हो। मैले चाहिँ केही नपाएर फुल यति खास लागेन यो लिएर आएँ। अब हामी चाहिँ निस्केको अब घर जाने। अब ला इटो बिक्री हुइसे ला
यो मजाको फुलिरहेछ नि त त्यही भएर हाँ? ल यताले इटु घुराइदिउँ हाँ दे हो भने यहाँ आएछ ऊ अर्को टिकट रुक जा थोड़ा आस्ते चलना तो थोड़ा आस्ते चल बेटा को दिखाएगा रुक ना तू बेटा एलिफेंट दुईटा रहेछ तू एलिफेंट फाइनली हामी त आइपुग्यो बगानको बाटो सर्टकट आइमै हेर्नु सक्नुहुन्छ तपाईँहरू म त फर्स्ट टाइम आएको लो यो बाटो चाहिँ म त यस्तो राम्रो छ भनेर सोचेको पनि थिएन त्यसको फोन मेरो किनिदिनु पर्छ नि त्यसले झटेर हालिदिन्छु त्यसलाई म यता पनि हेर्नु सक्नुहुन्छ तपाईँहरू भन्नु नि हुँदैन ठिक सरम लाग्छ न रे के गर्नु भाषा मुसेर बम्मै खाइदिनु भनेको मैले सरम गयो ल हामीहरू फाइनली घर आइपुग्यो है अब फाइनली घर आइपुग्यो फाइनली भन्छ कि खुइनेली भन्छ हो हामी चाहिँ उत्रेको अब नामेको पतञ्जलीबाट आयौँ नर्सरी गएर क्या इधर में देखो क्या तुम्हारा कितना हो गया भाड़ा बोलो अरे बोलो ना इसमें क्या एक ठो नया पिलपिला खरीद देगा हम आप हाँ एक ठो मेरे को खरीद दो हाँ मेरे को हाँ लो यहीँबाट हामी सबैजना छुट्टेको बाई बाई अब राखेको